के तपाईँ कुनै सिरियल किलरको छिमेकी हुनुहुन्थ्यो भने र उहाँलाई रोक्ने प्रयास गर्नुभयो तर कसैले पनि तपाईको कुरा विश्वास गरेन भने 1990 को दशकको सुरुवातमा मिल्वाकी शहरमा ग्लेन्डा क्लिभल्यान्ड नामकी एक महिला जेफ्री डामरको छेउमा बस्ने गर्थिन्। उनी बारम्बार भित्ताबाट चिच्याउने आवाज र अनौठा आवाजहरू सुन्थिन्। डामरको अपार्टमेन्टबाट गन्हाउने डरलाग्दो गन्ध आउँथ्यो। एक रात उनले एक सानो केटालाई बाहिर देखिन्। त्यो केटा अलुमलमा थियो, रगत बगिरहेको थियो र लगभग नाङ्गो थियो। ग्लेन्डाले तुरुन्तै प्रहरीलाई खबर गरिन्। जब प्रहरी आए, डामरले झुट बोले। उनले प्रहरीलाई भने, यो मेरो साथी हो, उसले धेरै रक्सी पिएको छ। अचम्मको कुरा, प्रहरीले डामरको कुरा माने र त्यो केटालाई उसकै साथमा फर्कन दिए। त्यो केटा 14 वर्षको मात्र थियो। उसको नाम थियो कोनेराक सिन्थासोमफोन। त्यसपछि केही समयमै डामरले उसलाई मारे। ग्लेन्डाले फेरि प्रहरीलाई फोन गरिरहिन् तर कसैले पनि उनको कुरा सुनेन। यदि प्रहरीले ध्यान दिएको भए सायद केही जीवनहरू जोगिन सक्थे। जेफ्री डामरले 17 जनाको हत्या गरे र एउटा साहसी महिलाले उसलाई रोक्न खोजिन् तर सिस्टमले उनलाई असफल बनायो। यही कारणले जब केही गलत लाग्छ हामीले सुन्नुपर्छ। यस्ता यथार्थ घटनाहरू र रहस्यमय कथाहरूका लागि फलो गर्न नबिर्सनुहोस्।